आज म सिकाउन जाँदैछु OneXBet एपमा चाहिँ कसरी डिपोजिट गर्न सकिन्छ, त्यही पनि 1-2 मिनेटमा। 2 मिनेटको कुरा हो, तपाईँहरू एकैछिनमा आफूले सोचेको टाइममा डिपोजिट गर्न सक्नुहुन्छ। डिपोजिट चाहिँ दुई तरिकाले गर्न सकिन्छ, एउटा एजेन्ट थ्रु, एउटा एप थ्रु। एप थ्रु गरेपछि एकदमै लेट आउने र कहिले कहिले नआउने समस्या पनि हुनसक्छ, त्यसैले तपाईँहरू एजेन्ट थ्रुबाट गर्नुहोला, यो मेरो सुझाव हो। एजेन्टसँग कन्ट्याक्ट गर्न हजुरलाई टेलिग्राम कि भने वाट्सएप चाहिन्छ। टेलिग्राम हो भने टेलिग्राममा जानु र चलिरहेन टेलिग्राम भने VPN लगाएर चलाउनु र त्यहाँ @VTN124 सर्च गर्नु, मैले सर्च गरे जसरी। अनि त्यहाँ तपाईँहरूले म्यासेज गर्नुहोला, त्यहाँ म्यासेज गर्नुहोला यो एजेन्ट हो र एजेन्टलाई म्यासेज गर्नुहोला, हेलो मलाई डिपोजिट चाहियो, मलाई OneXBetमा यति डिपोजिट गरिदिनु पऱ्यो भनेर भन्नुहोला। मिनिमम डिपोजिट चाहिँ 1000देखि माथि जति पनि हुन्छ, तर 1000भन्दा मुनि भने हुन्न, मिनिमम 1000 हो। 1000देखि डिपोजिट सुरु हुन्छ। यति 1000 डिपोजिट चाहियो भनेर हजुरले उसलाई म्यासेज गर्नुहोला, उसले गरिदिइहाल्छ। 1000 रुपियाँदेखि माथि 2000, 4000, 20000, 20 लाख तपाईँहरूले जति गर्नुहुन्छ यो भइहाल्छ, तर 1000भन्दा मुनि भने मिल्दैन है। र यदि हजुरहरू टेलिग्राम चलाउनुहुन्न र वाट्सएपबाट उसलाई म्यासेज पठाउन चाहनुहुन्छ, डिपोजिट गर्न चाहनुहुन्छ भने यो चाहिँ वाट्सएपको QR रहेको छ, स्क्यान गर्नु र म्यासेज गर्नु डिपोजिट चाहियो भनेर। हजुरको काम इन्स्ट्यान्टली भइहाल्ने छ।